हेलो एभ्रिवान, आज चाहिँ म योभन्दा अघिल्लो वर्षको भिडियो पोस्ट गर्न गइरहेको छु। अनि हामी चाहिँ कोदो रोप्दैछौँ गाउँघरमा चाहिँ होइन। यति धेरै खेताला हुन्छ अनि बहिनीहरू पनि हेर्दैछ। सानी सानी थियो, अब अहिले त ठुलो भइसक्यो, टिकटक बनाउने भइसक्यो। सबैजना कोदो रोप्दै हुनुहुन्छ है। हाम्रो गाउँघरमा चाहिँ यस्तै हुन्छ। कोदो रोप्दाखेरि चाहिँ 50-60 जना जति खेताला लगाइन्छ। अब त्यो चाहिँ परमा लगाउने गर्छ क्या। हाम्रोतिर चाहिँ परमा लाउने तिर्ने गरिन्छ अनि कसै पैसामा पनि हुन्छ। गाउँघरतिर त्यस्तै त हो। हामी सबैजना कोदो रोप्दैछौँ है। अनि हाम्रो चाहिँ बिचमा हुनुहुन्छ घरपेटी आमै, उहाँको चाहिँ कोदो रोपेको हामीले। उहाँ चाहिँ मेरो बडे मम्मी हुनुहुन्छ। अनि यसरी धमाधम कोदो रोप्दैछु है। हाम्रो गाउँघरतिर चाहिँ यस्तै हुन्छ। अनि अब खाजा खाने बेला हुन आँट्यो। हाम्रो चाहिँ 3 बजीतिर खाजा खान्छ क्या गाउँघरतिर चाहिँ। हामी चाहिँ खाजा खाने बेला भयो भन्दैछु क्या त्यहाँनिर बसेर। अनि कोदो रोप्दैछु खाजा खाने बेला भयो। अनि भाइहरू पनि खाजा खाँदैछ है। खाजा खाने बेला भयो नि त। अनि गाउँमा चाहिँ जाँड हुन्छ, बासी भात हुन्छ, अचार हुन्छ, मिठो हुन्छ क्या। खाजा खाँदैछौँ। अनि माइली चाहिँ भिडियो नबना भन्दैछ। अनि त्यो बुझेर हुन्छ यसरी खाजा खाँदैछौँ। यो चाहिँ बडे मम्मीहरूको मूल घर हो तल नै। उहाँहरूको घर चाहिँ माथि पर्छ है। अनि यो चाहिँ उहाँहरूको तल मूल घर हो नि त। अनि त्यहाँ छेउमा कोदो रोपेको थियौँ आज। सबैजना आमाहरू यसरी बसेर खाजा खाँदै हुनुहुन्छ। अनि अब बारी घरदेखि टाढा भयो भने त अब यसरी घरमा बसेर खान पाइँदैन। बारीमै बसेर खानुपर्ने हुन्छ। अनि अब पानी परिरहेको हुन्छ होइन। अब असार साउन भदौतिर त पानी धेरै परिन्छ नि त। अब त्यतिखेर त कहाँ घर पाउनु, प्लास्टिक बोकेको हुन्छ, प्लास्टिक ओढ्ने खाजा खाने हुन्छ। अनि यो चाहिँ घरमै हो होइन। त्यतिखेर पानी पनि परेको थिएन, बेलुकी फेरि परेको थियो पानी। यसरी खाजा खाँदैछ है हामी चाहिँ। बहिनीहरू कसै खाजा खाइसक्यो, कसै खाँदै हुनुहुन्छ। अनि बहिनीले हाई गर्दैछ त्यहाँ बसेर, आफ्नै तालमा छ। यसरी खाजा खाँदै हुनुहुन्छ सबैजना। नानीहरूलाई पनि खाँदै हुन्छ आज पुरा हाम्रो हजुर। अनि यहाँ हजुरबा पनि हुनुहुन्छ। अनि उहाँको बुहारीको मतलब उहाँहरूको हो नि त यो बारी चाहिँ। अनि अब काम यसै गर्नुहुन्छ क्या। अनि उहाँ चाहिँ आउनुभएको क्या। काम कस्तो गर्यो के गर्यो भनेर हेर्न आउनुहुन्छ क्या। अब उहाँ पहिलाको काम गर्ने र अहिलेको मिल्दैन भन्नुहुन्छ क्या। अनि उहाँ पनि काम गरेको हेर्न आउनुभएको अरे। अनि यत्तिकै खाजा खाँदैछ। अब कसै त मुखले पनि चाट्दैछ। यसरी खाजा खान्छ है हामी चाहिँ। तपाईँहरूकोतिर कस्तो छ? हाम्रो गाउँघरतिर चाहिँ यस्तै हो। अब त्यतिखेर भिडियो पोस्ट गर्न पाइँदैन। अब लाइन पनि हुँदैन। अब वाइफाई त छन् त्यतिखेर